मासुको अचार कसरी बनाउने भनेर मलाई धेरैजनाले सोध्नुहुन्थ्यो। आज मैले ड्राई चिकन अचारको रेसिपी सेयर गर्दैछु। भिडियोलाई लास्टसम्म हेर्नुहोला। अलिकति हड्डी छाला बोसो नभएको मासुमा नुन र बेसार मोलेर 15 मिनट जति मात्रै छोडिदिए हुन्छ। त्यस पछाडि कराई बसाल्ने, कराईमा चाहिँ चाहिने मात्रामा तेल हाल्ने। धेरै तेल हाल्यो भने पनि फालिन्छ, त्यही भएर थोरै थोरै हाले हुन्छ। र अचार मसलाको लागि मैले लिए कालो तोरी। हजुरहरूले यो सजिलै पसलहरूमा पाउन सक्नुहुन्छ यो सबै कुरा। त्यस पछाडि लिने पहेँलो तोरी सर्स्यु पनि भन्छ र अलिकति मेथी हाल्ने, हैन भने तितो हुन्छ। थोरै ज्वानो पनि हाल्ने, थोरै चम्सुर पनि हाल्ने र अलिकति कालो जिरा पनि राखिदिने। र यो सोप चाहिँ अलि बढी, यो सबै आइटम भन्दा जस्तो 1 चम्चा लिनुभयो भने 1.5 चम्चा जति सोप राख्ने है। मासुको अचारमा पर्फेक्ट हुन्छ सोपले चाहिँ। अब सबै कुरालाई चाहिँ हल्का सानो ग्यासमा तताउने मात्रै के, धेरै बेर भुट्नु पर्दैन, तताए मात्रै हुन्छ हैन। ततायो भने चाहिँ टेस्ट अर्कै टाइपको मिठो आउँछ। र यो सबैलाई मैले थालमा निकालेर चिसो हुनलाई साइड लगाइदिएँ। यतापट्टि मैले अब मासु फ्राई गर्दैछु। मासु फ्राई गर्ने बेलामा सबै एकै पटक फ्राई गर्यो भने चाहिँ कुनै रातो हुने, कुनै नहुने हुन्छ। त्यही भएर थोरै थोरै गरेर फ्राई गर्ने। यसरी फर्काई फर्काई चलाइ मजाले मासुलाई फ्राई हुन दिने। र मासु फ्राई गर्ने बेलामा ग्यासको फ्लेम चाहिँ ठिक्कको के सानो सानो हुनुपर्छ। अनि मासुबाट पानी सबै सुकेको हुनुपर्छ र कलर हल्का रातो रातो आएको हुनुपर्छ हैन। यतिको भइसके पछाडि निकाल्दिने र फेरि मैले अरू बाँकी भएको मासुलाई पनि हालेर यसरी फ्राई गर्छु। र मैले धनिया जिरा चाहिँ नभुटिकन राख्छु। भुट्यो भने चाहिँ कस्तो चटपटे मसला जस्तो लाग्छ के मलाई, त्यही भएर। अब भने कतिलाई लसुन मन पर्न नि सक्छ नि त, त्यही भएर हल्का लसुन पनि फुराएर राखिदियो भने असाध्यै मिठो हुन्छ यसरी अचारमा मोलेको लसुन। अब भने त्यसलाई आधा जति घटाउने, त्यसमा चाहिँ हिङ फुराउने। हिङ फुराइसके पछाडि यो चाहिँ मैले अदुवा लसुनलाई चाहिँ हल्का खस्रो गरेर सिलौटोले कुटेको त्यही राखिदिन्छु। त्यो हल्का रातो भइसके पछाडि अघिको सबै मरमसला राखेर यसरी तेलमा पकाउने। अब भने थोरै बेसार पनि राख्ने, थोरै नुन पनि राख्ने। मासुमा अलरेडी नुन छ, त्यही भएर ठिक्क राख्ने। अनि खुर्सानीको धुलो पनि राख्ने। धेरै पिरो खान मन छ भने त अलि मजाले नै राखे पनि हुन्छ। मैले चाहिँ खुर्सानीको पाउडर धुलो नै राखेँ। र यो सबै कुरालाई मिक्स गरिसके पछाडि चिकनलाई पनि राखेर यसरी चलाउने। धेरैजनाले मलाई अलिकति तेल कम भएको अचारको रेसिपी माग्नु भएको थियो, त्यसैले मैले यो भिडियो बनाएको। हजुरहरूलाई तेल भएको ग्रेभी अचार मन पर्दैन भने यसरी ड्राईवाला अचार बनाउन सक्नुहुन्छ। र लास्टमा मैले टिमुर पनि राखेँ। टिमुर राखिसके पछाडि ग्यासलाई चाहिँ बन्द गरिदिँदा हुन्छ। र अमिलोको लागि मैले कागतीलाई निचारेर यसरी राखेँ। कागतीलाई राखिसके पछाडि 1-2 पटक चाहिँ यसरी फर्काएर चलाउने। र लास्टमा चाहिँ मिठो बनाउनको लागि, अझै मिठो बनाउनको लागि के, भुटेको तिललाई पनि राख्ने है, सेतो तिललाई। त्यस पछाडि ड्राई चिकन अचार रेडी हुन्छ। यसलाई चाहिँ हजुरहरूले सिसाको बोतलमा स्टोर गर्नुहोला।